आजको डे 5 चाहिँ हाम्रो डे 6 को आज हाम्रो डे 6 चाहिँ यस्तो भइरहेको केटाहरू सबैजना आएको छन् गले के छ ए ओइ चाकु के छ केटा ओ माई दस दाइ ओ मेरो दाइ सबैजना आएको छन् यहाँ हेर्नुहोस् रमाइलो दिनमा ओए सिगरेट गला यस्तो लडिरहन् केटाहरू आज चलबल हुन्छ आज केटाहरू सबैजना के छ कुमदोस मर्निङ टाइम के चल रहा आज डे 6 साथमा आज डे 5 ठिक छ पठान पनि आइसकेको छ शरद लगायत तर व्हाइट थियो त्यो टोटली व्हाइट व्हाइट दुईटा मात्र कलर लाग्छ लोकल बनाएको त्यो भिडियो स्पेशल लाइभ बनाइदिनु पर्छ क्या त्यहाँ ढाका डुबिन्छ पेन गोली कार्यक्रम चल रहा है तरिकाले मुझको टेंशन बनाउँछ नि त पेन्टरहरू लुगाहरू के अरे डान्स भिडियोहरू ट्याग बनाएर देखाउनुहोस् एउटा मैले पठाइदिएको थिएँ नि खै त हेरेको थिएँ मेरो मैले काम गरिरहेछन् है काम गरिरहेछन् सम्पूर्ण है ल अहिले प्यान्ट सकिसकेको छ प्यान्ट ल्याउन जाँदै वाह डाडु वाह के भिडियो हालिन्छ नाइस नाइस के भिडियो कसम दाइ नै सेन्डीले भनिरहेको थियो सेन्डीले रिगाड त्यही भन्छन् फोटो मात्र पठाइदिए हो क्या तिमीले गाडी 19 मिनट छ भने पठाइदियो भनिरहेको थियो कम्पनीहरू सब त्यस्तै गर्छ के हो जमा रुटे आन्छ पैसा हेर्नु त कसको खोटेको अरे डिलिट डिलिट हान्नु सक्ने ओए कसम नि त्यो भिडियो चलाइ खाइन कि म समरालाई पठाइदिए त्यो भिडियो गइसक्यो थुप्रैलाई पठाइदिए कि फोटो मात्र देखाउँछ भन्छ गाडी किन मेरो वाइ डिलिट वाइ किन साथी रिसोर्ट कनानी के गुड मिठाई चुरोट तर भनेपछि भिडियो चलेन तर यहाँ आएर मैले पाइसकेँ तर तिम्रो डाउनलोड भइसकेको थियो होला तर कोटे त्यति कमजोर छैन माथा पहिला उसँग के गर्दा पठाएपछि त अमरले हाल्थ्यो मामाले बहुत खोजिरहेको यो भिडियोको लागि धेरै केटाहरू तडपिराखन अझै पनि तडपिराखन सेन्डी तर एडभान्स चाहिन्छ हाम्रो रोरे सरलाई धेरै धेरै कति रे दुईटा गुलियो क्रिमवाला बिस्कुट यो चक्लेट मिठाई यो त जोडिसिङ बराबर छ नि पेन खोज्दै आइरहेको तर पेन पनि भेटाइरहेको छैन कहाँ हालेछन् केटाहरूले पेन
ल है केटा बिहान बिहानको मौसम यस्तो छ केटाहरूले काम धन्काइराखन् हेर्न सक्नुहुन्छ गाउँको माहौल सिङ्गल पनि हान्न सक्नु रहेका छौँ अब फिलहाल अब चाहिँ डबल हान्नेछौँ अब हामी एकछिन पछि बिस्तारै बिस्तारै देखाउनेछौँ तपाईँलाई छैन धेरै छैन तल फर्किने छैन क्या त्यही त यहाँ ल्याउन आफ्नो ल खोल्न परेको छ कि नै कुम्बहादुर ओ प्रशान्त पनि हेरेछ खै त्यति बनाएको अरे कतिवटा सक्यो त त्यही त कहाँ होला ठ्याक्क होला कहाँ थिएन दुई बाल्टी नि। माल अझै चार बाल्टी मगाएको थियो तिन तिन बाल्टी त्यो दुई बाल्टी मात्रै खोल्यो त्यसपछि एउटा सक्छ मलाई पनि दाइ म ठ्याक्कै त्यो भन्न आएको थिएँ कि म तिम्रै हो भन कि मायाले भो भन यसले एउटा सानो हाल्दैन यसले कति पैसा दिँदै कति रुपियाँ कमिसन खान्छ त्यो काण्ड हेर्नु मगान गरे काम है एकदम क्लियर हुनुपर्छ है काम त खुमे जस्तो हुनु भएन है काम है ठेकदार साहब पनि जोसिनु भएको आज चाहिँ धेरै पछि ठेकदार साहब कति राम्रो बाबु हेरोइनको मुस्कान ल खाना खाने टाइम पनि हुन लागिसक्यो बसाल्दै गरिरहेको काम है लास्ट दिन पैसा बुझ्छ केटाहरूले त्यो पनि आउनेछ कार्यक्रम चलिरहेको है केटा हो यस्तो हुन्छ कलर चाहिँ काम अमर दाई एकदम पेन्ट खिचिराख्नु भएको छ घोटा भने पुग्यो घोटा यार कस्तो रहेछ यो कोटाले यार ल्याइदिनु माया जे पनि ल्याइदियो कसम तिमीले भने मैले मान्छु नि ल भन प्लिज ल दाइ नमस्कार ल यहाँ भिडियो पनि गइरहेको नमस्कार दाइ खास के आउनुहोस् त उताबाट पट्टिले हाल्नु माछा जति जति गरौँ त अनि पछि फेरि डबल काम गर्नुपर्छ तेरो माया टिक्ने यो स्क्याबले घाँटी गर्दैन काट्छु नि भर्खर के भने रे कामरानलाई मात्रै हो त्यो भने है गाइजहरू त्यो ऊ होइन यस्ता ल यो खाएको पनि एकदम अच्छा है म अर्कोचोटि आउने बेला जाने हो कि हजुर ऊ डस्ट पुऱ्याइदिन के भन्छ पुऱ्याइदियो डस्ट ब्रुस
खै त खाना खाएर बरु सादा दिन पर्छ क्या दनकाहरू के गर्ने हो भन्नु चाहे ब्रेक टाइम है केटा हो टोलीहरू यो हो नि त गाडी यो के छ अब कुमदोस केही भनाइ हामी चाहिँ अब यस्तो अब खानासाना खानु लाग्यो त्यस्तै आएर हामी फेरि काम सुरु हुन्छ हाम्रो कहाँ त यो त ल ल म सानैदेखि चिल्लो चिल्लो बाहान्ने हेरो केटा हो रन्डी कति रन्डी ह्यान्सी मान्छे हेलो माई गॉड हाफ टाइम पछि लगत्तै काम सुरु हुनेछ हाम्रो कस्तो साइकल लिएर जा र गाडी बाक म बाइकमा जान्छु त्रिपुरा पनि छ नि त्यहाँसम्म घरमै साइकलमा ल्यायो त्यो मान्छेलाई है गाय झन्नु जाँदै खाना खानु लुक चाहिँ दामी देखिन लागेको हो अब बिस्तारै बिस्तारै हुँदैछ फिनिसिङ यस्तो छ है केटा हो माहौल मिलाउँदै म यस्तो छ है केटा हो अब फिनिसिङ हुँदैछ घर बिस्तारै बिस्तारै ल केटाहरू पनि दाइहरू पनि आइसक्नु भएको छ आज चाहिँ हल्का ढिलो भएछ अब चाहिँ ड्रेसिङ चेन्ज है ड्रेसिङ रुम ल यस्तो छ कोठाको माहौल है केटा हो अब हुनु यो पनि अब ट्यापको बिस्तारै हुन्छ फिनिसिङ टाइम पछिको काम बिस्तारै अब सुरु हुन गइरहेको अवस्था यस्तो छ है माहौल अब माहौल मिलाउन जानु पर्यो जे होस् नहोस् म्युजिक चाहिँ हुनुपर्छ ओ माई गॉड कुमदोस कता तातिसकेको खानु है
अझै हात्ती छ खालि के भन्दै क्या हात्तीस अब अड्क्यौँ अब को तल जाने को माथि आउने कल्पना हामी एउटा गेम खेल्दैछौँ ल आएन जा पैसा के नाचिने जित्लास पनि हो मान्छे ठोक्क्या पेन्टसँगै गोला भन्दा मान्दिनँ के गर्ने हो ल सिजर पेपर रक्स के तेरो कोही भाँचिन्न ल मजाले के गर्नु केटा हो नेमको पालना गर्नुपर्छ बास एक एक हान्नु न त एक यतिको माया गर्ने मान्छे हुनु पर्छ है केटा ती माया गर्छिन् यिनले मलाई आहा त्यही भएर त मलाई गर्लफ्रेन्ड बनाउनै मन लाग्ने यार पुट्टी के 2 कोट होना काफ़ी ज़्यादा ज़रूरी होते हैं क्योंकि पुट्टी की वजह से आपके दीवार को एक बहुत ही अच्छी स्मूथनेस मिलती है और कलर भी इसके ऊपर काफ़ी अच्छे से निकल कर सामने आता है। ये जो कलर है आप अपने हिसाब से अपने लिविंग रूम के लिए बेडरूम के लिए इस्तेमाल कर सकते हो। तो चलिए हम वीडियो को शुरू करते हैं, पर उससे पहले अगर आप चैनल पे नए आए हो तो चैनल को जरूर सब्सक्राइब कीजिए। तो यहाँ पर सबसे पहला ऑप्शन आ जाता है जो कि है स्टोन, जिसका कलर कोड है 0N02। जैसा कि आप अगले वीडियो में देख सकते हो ये काफी अच्छा दिखाई देता है। आजकल जो कलर के ट्रेंड हैं उनमें पेस्टल कलर काफी ज्यादा ट्रेंड में है। पनि सुरु भइसकेको छ है दाइले हान्दैछन् कहाँ बात ल यस्तो छ जिप्सनको है जिप्सन डबल सवल हान्ने काम सुरु भइरहेको छ। हामी चाहिँ यस्तो मात्रामा है अहिले चाहिँ हामी खुमदोस हेलो गरिदिउ रे हेलो गर्दैन खुमे ल केटा हो अहिले चाहिँ डबल हानेर माथि गएको सकिसकेको छ। अब चाहिँ हामी फिलहाल अब चाहिँ हामी तत्कालै तल जानेछौँ। ठेकदार साहब त्यहाँ बस्नु भयो।
एकदम चिलमा है चिलमा कुम्बहादुर मरा छेत्री हमारे का रखला फैन कहाँ खुम दोस्त काम मरेलो अपन एक काम में ठीक छ ल है दाजु फैन कामबाट न हमरे फैन काम गर्टे अब हमरे के रे हो अब हमरे चाहिँ डबल मारे जाएगी लग भी अब हमरे डबल मर भी अब घोट के शेक रख लो हेर्न सक्नुहुन्छ खुम्दोस के छ बिस्तारै बिस्तारै फिनिसिङ हुँदैछ हाम्रो घरबहादुरले टचअप गरिराख्नु भएको छ के छ घरले तूने पनि छोडिँदैन लायो है लायो यस्तो हुँदैछ है जिप्सम चाहिँ केटाहरू काम चाहिँ चलिरहेको बिस्तारै दिइरहेको दनका कति याहू अरु केही छ अरु कुरा के लिइरहेछ दुईटा भोला र भोला माथि थियो अब कुनै खान्छ त्यो दुईटा गरे अब कुनै खाने भन्न सल्लाह गरे भोलाको लागि हल्का बार्गेनिङ चलिरहेको खुमदोसले बजेट कम दिएछन् जस्तो छ है अहिले झार्नु पर्यो है खुमदोस र है छिटो आऊ है यता माथि पनि छ सेकेन्ड फ्लोरमा ल है कोरियर बोय आइसक्नु भएको छ सबैको लागि सामान ल्याइदिएर अब केटाहरू निकै नै ह्याप्पी हुनेछन् ह्याप्पी केटाहरू एकदम ह्याप्पी छन् है ह्याप्पी बिना सेफ्टी कस्तो ठाउँमा छौँ र हामी अलि डेन्जर ठाउँमा छौँ बिना सेफ्टीमा हामीले यहाँ कन्ट्राक्टरमा यस्तरी दिइरहौँ बास यो अन्त लाइन कटाइ खुम्दोस् त्यो हामीले के किन्ने भन्यो तिमीले के किन्ने हो त्यो उट डाँडाको त्यो ऊ किनिदिने र मैले यो किन्ने यो फर्म किन्ने हो धेरै होइन 16-17 लाखमा देसी किन्न सकिन्छ 16-17 लाख भने के लास्ट करोडसम्म त हाल्नु पर्छ बजेट यार अमर दाइ के छ त कति दिन भयो यसलाई यो टिप्सन कति दिनमा भयो यसलाई पर्सितिर हामी यहाँदेखि सर आउनु भयो नि पर्सि नि कर्सी आज कति आज खुम्रा तिम्रो डे 5 को विदेश भएन अरे डे 5 हो नि तिम्रो कि डे 6 खोइ दिउ न बुरुस कुन ब्रुस म जानला सुरु गर्न तिमीको तँले प्रब्लम मागे मसँग त मगर किन जोलामा ल्याएर त्यहाँ भनिरहेको छ मर्दछै त कुनै अब चाहिँ हाम्रो सामान प्याक भइसकेको छ अब चाहिँ हामी घरतिर जाने हो तर चप्पल खै के भाइ मेरो कोटे तर मैले खच्चा
मुजियो रहेछ यार मात्र चोतोरो कपडा म च्यात दिन्छु सबै खेलपर राजा यता हेर त एकचोटि कति राम्री छ नि हानी लाइट नबालेर हो क्या हल्का कालो कालो हो यार